हेलो गाइस, सबैजनालाई के छ ठिकै छ होला? हजुरहरूलाई मेरो च्यानल आदित्य खड्का गेमिङमा सबैलाई स्वागत छ। अनि यो भिडियो चाहिँ एकदम बब्बाल इन्फर्मेसनको सँग ल्याएको छु। यो भिडियो मैले कि यो भिडियोमा म हजुरलाई दिन्छु मेरो गिल्डमा आउनेको चान्स। सो गाइस, हाम्रो गिल्डमा चाहिँ मलाई मेम्बरहरू लास्टै चाहिएको छ। अनि मैले मेम्बरहरू धेरै एड गरेको छैन। अनि अब हजुरहरू आउन सक्नुहुन्छ, आउने भए आउनु अनि यो इन्फर्मेसन चाहिँ मैले सबैलाई दिएको हो। अब सबैजनालाई आउन मन छ भने आउनु, नभए छोडिदिनु। यहाँ हाम्रो गिल्डको एक्टिङ गिल्ड लिडरलाई नि बोलाउँछु म। यो भन्ने हो एक्टिङ गिल्ड लिडर मेरो दिदी, तर अहिले अफलाइन जानुभयो। अनि अहिले यो एके होनीमै हो, एके एलेक्सा। तर हजुरले चाहिँ नेम चेन्ज गर्नुपर्ने हुन्छ होइन। तर नेम चेन्ज चाहिँ कस्तो खालको हुन्छ भन्दाखेरि यस्तो भन्छु होइन म। सो हजुरले यहाँ देख्नु भइरहेको होला एके होनी। अब हजुरलाई अगाडि के राख्न मन छ अथवा पछाडि के राख्न मन छ। अगर हजुरलाई एके होनी हजुरको नाम लेख्न मन छ भने त्यस्तो पनि गर्न सक्नुहुन्छ। अगर हजुरलाई आफ्नो नाम र होनी लेख्न मन छ भने त्यस्तो नि गर्न सक्नुहुन्छ है त। यो गिल्ड बनाउने प्लान चाहिँ मेनुकाको हो। अनि यो मेनुका अन्जनाको आइडी चाहिँ मेनुकाले खेलिरहेको, किनभने अलिक टाइम छ धेरै नै। अन्जनाले फ्री फायर लिभ गरेको छ, किन आई डोन्ट नो, बट लिभ गरेको छ। अनि हजुरलाई हाम्रो गिल्डमा आउनको लागि केडी रेटोहरू केही चाहिँदैन, गन स्किनहरू केही चाहिँदैन। हामीलाई चाहिँ कम्तीमा 20 जना चाहिँ एक्टिभ प्लेयर गिल्ड वारको लागि चाहिएको हो। त्यही भएर मैले हजुरहरूलाई गिल्डमा बोलाउन थालेको। अनि त्यसपछि चाहिँ हामीहरूले चाहिँ एउटा बबाल टुर्नामेन्ट पनि राख्नेछौँ 5000 गिभअवेवालाको। तर त्यसमा हजुरहरू आउने भए चाहिँ हजुरलाई मन छ भने आउनुपर्छ। अनि हजुरलाई अब आउने भए त हजुरले मलाई युआइडी लेख्नु परिहाल्छ क्यारे। यो मेरो युआइडी म डिस्क्रिप्सनमा नि हालिदिन्छु। अनि मेरो तल टिटिआइडी छ। अनि यो तल मेरो ब्याचेसहरू छ जो कि धेरै छैन। सिजन 11 कि 10 देखि खेल्न थालेको चाहिँ ड्रागन ब्याच चाहिँ मैले धेरै इलिट पासहरू लिन। मैले इलिट पास यो के अरे फ्ल्याट फक्स ब्याचेसको ल्याएको थिएँ। त्यसपछि लास्ट यो इलिट पास फ्रीमा पाएको थियो, हजुर सबलाई थाहा नै छ। अनि मैले बुया पासहरू लिदिनँ, मलाई मन पर्दैन बुया पासहरू उसित। त्यसपछि अनि हजुरहरूलाई त सोचिरहेको होला पुरानो नयाँ प्लेयरहरूलाई चाहिँ के लिएर नो प्रब्लम। नयाँ प्लेयर होस् कि पुरानो प्लेयर होस् कि जुनसुकै प्लेयर हो, आई डोन्ट केयर। बट गेम प्ले अलि हजुरको राम्रो हुनुपर्छ। अनि गिल्डवारको लागि एक्टिभ हुनुपर्छ, त्यति म चाहन्छु। अनि गिल्डमा आउने भए त हजुर आउन अफकोर्स सक्नु भइहाल्छ क्यारे। सो गिल्डको एक्टिङ अफिसर त उनी अनमोलै हो, तर यो ह्याकर होइन। ह्याकरको बन्डल लाएर खेलिरह 35 लेभल छ। यो नि पुरानै प्लेयर हो, मसँग खेला त्यसले। तर के गर्ने, यसको अनि अब हजुरले सोचिरहनु भइरहेको होला गिल्ड टेस्ट दिनुपर्छ। अहिले आउने भए चाहिँ हजुरले गिल्ड टेस्ट दिनु पर्दैन होइन। अब हजुरले अहिले नआउने भए पछि हाम्रो गिल्ड लेभल बढेपछि, मतलब कि मेम्बरहरू चाहिरहेको बेला चाहिँ हामी अहिले गिल्ड टेस्ट लिन्छौँ। अनि हरेक महिना हुन्छ भन्ने त हजुरलाई थाहा नै छ। मैले अस्ति नै इन्फर्मेसन फर यु अल वाला भिडियो हालेको थिएँ, जसमा हजुरले देख्नु भइ नै सकेको छ। ओके, सो अब यो भिडियोलाई म यतै एन्ड गर्छु। यही थियो आजको भिडियोमा। थ्याङ्क यू सो मच गाइज। यो भिडियो हेर्नको लागि भिडियो राम्रो लाग्यो लाइक गर्नु, सेयर गर्नु, सब्सक्राइब गर्नु। हजुरको कति च्यानल आँटेको। थ्याङ्क यू सो मच वाचिङ।